प्रत्येक वर्ष यसरी नै मल नपाएर किसानहरू आक्रोशित हुने अवस्था छ। अहिले पनि झनै मलको एकदमै हाहाकार देखिएको छ। सरकारले चाहिँ मल समयमै ल्याइ नपुर्याउँदाखेरि चाहिँ किसानहरूको खेत रोप्ने बेला भइसक्दा समेत पनि यसरी मल नआइसकेपछि मान्छेहरू सहकारीमा आएको यो 20-25 बोरा लिनलाई 200 जना भेला भइसक्नु भएको छ। अब यो 200 जनालाई चाहिँ जम्मा 25 बोरा मल कसरी बाँड्ने, 1 किलो 2 किलोले किसानहरूलाई पुग्ने अवस्था छैन र किसानहरू चाहिँ मल चाहियो भनेर यसरी झगडा गरिरहनु भएको छ। तलमाथि भइगयो नि त हिजो त्यति काटेको थियो नि त्यहाँ म त सरकारलाई भन्नु त हामीलाई भनेर हुन्छ। मिडिया जस्तो मान्छेले अब गर्नु पर्छ युरिया दिनु युरिया दिनु हिजो हामी पनि बुझाम